तिमीलाई के लाग्छ प्रकाश सपुतको मुभी बसन्त किन फ्लप भयो? म भन्छु नि किन फ्लप भयो भनेर। मुला प्रकाश सपुतले होइन फिल्म भर्खर रिलिज भएको छ आफै के अडियन्सै आएनन् सोचेको जस्तो आएनन् भने टेन्सन लिएर चाहिँ इन्टरभ्यूमा त्यस्तो भनिदिरहेको छ। दर्शकहरूको उपस्थितिमा चाहिँ अलि सरप्राइज जस्तो चाहिँ भए म हिजो आज हामीले जुन किसिमको अपेक्षा राखेका थियौँ त्यो सायद अब अरू धेरै कुराले पनि म्याटर गर्ला। यो बिचमा केही माहौलहरू बिग्रियो अथवा धेरै दर्शकहरू थोरै अब भनौँ न हेर्ने कि नहेर्ने भन्ने खालको चित्त दुखाएको जस्तो पनि धेरैजनाको प्रतिक्रियाहरू थियो। हेर्न मन लागेको थियो तर अब नहेर्ने भन्ने खालको पनि थियो धेरैजनाको। आफै नेगेटिभिटी छरिरहेको सोल्टीले मान्छेहरूले मात्र फेक अडियन्स बोलाएर आफै टिकट काटेर फेक रिभ्यू लिएर इन्टरभ्यूमा पुरा हाइप क्रिएट गरेर अडियन्सलाई बक्लुर बनाएर अडियन्सलाई हलमा बोलाइरहेको हुन्छ क्या। उसले भनिरहेको छ अडियन्सै आएन भनेर। कसरी चल्छ फिल्म? आफै चलेन भनेपछि चल्छ त फिल्म? हाइप त क्रिएट गर्नु पऱ्यो नि। क्या स्मार्ट लाग्थ्यो प्रकाश सपुत, क्या ठिस मान्छे रहेछ यार। अनि सोल्टीले फिल्म रिलिज हुनुभन्दा 2 हप्ता अगाडि चाहिँ हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीको भरपुर तारिफ गरे। सम्माननीय प्रधानमन्त्रीज्यू केपी शर्मा ओलीज्यूलाई मैले राजनीति व्यक्तिको रूपमा भन्दा पनि उहाँको व्यक्तिगत जुन ग्राफ छ, व्यक्तिगत जुन सङ्घर्ष छ, जुन यात्रा छ, त्यो देख्दाखेरि चाहिँ मलाई विचित्रै लाग्छ। म एउटा नयाँ पुस्ताको युवा भएको हिसाबले मैले एक बारको जिन्दगीमा कम्तीमा पनि यतिको सपना देख्न सक्नुपर्छ, यतिको सङ्घर्ष गर्न सक्नुपर्छ। एक बारको जिन्दगीमा यति धेरै रङहरू पनि बाँच्न सम्भव छ, यति धेरै परिवर्तनहरू गर्न र परिवर्तनहरू देख्न सम्भव छ, यति धेरै प्रगति गर्न सम्भव छ। तेह्रथुमको कुनै गाउँबाट आएर सर्वोच्च निकायको नेपालको कार्यकारी प्रधानमन्त्री हुन सम्भव छ भन्ने एउटा अरू कुराहरू छोडौँ, उहाँहरू राजनीतिक यात्राहरूको कुराहरू, विचारको कुराहरू, उहाँहरूको कम्युनिस्ट आन्दोलनको कुराहरू, अहिले कार्यकारी भएर देश चलाउने कुराहरू छोडेर एउटा व्यक्तिगत रूपमा केपी शर्मा ओलीलाई हेर्ने हो भने पनि हामीले हाम्रो समयका युवाहरूले र अलिकति निराश बाआमालाई गरिब देखाएर गाउँको भेगमा जन्मिए भनेर अथवा विभिन्न बहानामा सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, सङ्घर्ष गर्न पछि हट्नेहरूका लागि चाहिँ केपी शर्मा ओलीज्यूको जीवन चाहिँ साँच्चीकै प्रेरणादायक छ। उहाँको जीवन ग्राफलाई मात्रै हेर्ने हो भने पनि त्यहाँबाट टिकटकतिर पनि उसलाई ब्याकल्यास आयो, मान्छेहरूले बहिष्कार टाइप गर्ने उ गर्दै कि कुरै छोड्दियो। सुन्दाखेरि त मेरो नि एकदमै पारा तातेर आयो क्या। यति प्रशंसा गरेको सुने नि होइन एमाले र केपी ओलीको त, ताकि यिनीहरूले चाहिँ देशलाई चाहिँ सिङ्गापुरै बनाएको जस्तो होइन, देशमा चाहिँ रोजगार सिर्जना गरे जस्तो तरिकाले चाहिँ सम्मान गरेको देखेँ मैले होइन। पुरा लिग वानको मान्छे जसरी प्रशंसा गर्छ नि त्योभन्दा पनि बढी तवरबाट चाहिँ केपी ओलीको सम्मान गरेको देखेँ होइन। यस्तो कलाकारलाई चाहिँ अब सम्मान गरेर हामीले चाहिँ राखिराख्नु हुँदैन, यस्तालाई चाहिँ बहिष्कारै गर्नुपर्छ क्या। प्रकाश सपुत त केपीको झोले पो रहेछ यार। गीता जे आउँछ हेरिँदैन, प्रकाश सपुतको युट्युब च्यानल अनसब्सक्राइब गरिन्छ। अनि कमेडी च्यानलमा जाँदा पनि त्यस्तै ओली रोस्ट हाने, तर एउटा डाइलग चाहिँ सोल्टीले दामी हानेर अलिकति ब्यालेन्स गर्नु पनि खोजे होइन। प्रकाश सपुत यस्तो मिठो जोक सुनाउनुहुन्छ नि उहाँले। अस्ति प्रधानमन्त्रीको अगाडि गएर पनि जोक सुनाउनु भएछ। सबैजनाले सिरियस लिदिरा भने यो अङ्ग्रेजीमा कतिवटा अल्फाबेट हुँदो रहेछ हौ? 26 वटा आमा। 26 वटा? प्रकाश बाबुको मन त 24 वटा मात्रै छ नि। त्यस्तो पनि हुन्छ र आमा, के बोल्नु? अहिले उहाँको डिक्सनरीमा केपी छैनन्। अब चाहिँ देशमा यस्तो प्रधानमन्त्री पाइयोस् जसको प्रशंसा गर्दा गाली नखाइयोस्। कतिले चाहिँ ऊ सिङ्गर जस्तो मान्छे, म्युजिक भिडियो खेल्ने मान्छे, अनि कहाँ फिल्म बनाएर चल्छ त, आफ्नो लिमिटेसन बुझ्नु पर्यो भन्ने एउटा थट पनि दिइरहेको देखेँ। केपी ओलीको चाहिँ प्रशंसा गरिदिनाले मान्छेले रिसाएर हेरेन भन्छ नि, यो मात्रै एउटा कारण होइन क्या, यो चाहिँ यसो कोरिलेसन मात्रै हो। वास्तवमा यो फिल्म नचल्नुमा नि यो प्रकाश सपुत आफै दोषी हो क्या। उसले आफ्नो लिमिटेसनलाई चाहिँ नचिनेर हो क्या, बढी महत्त्वकाङ्क्षी भएर हो क्या। किनभने जो मान्छे गायकमा ठिक थियो नि त्यो मान्छेले नायक भएर चाहिँ म सुपरस्टार हुन्छु भन्नु नै उसको गल्ती हो क्या। नायक एउटा हिरो भनेको हामीले कस्तो कल्पना गर्छौँ भन्नु न, एकदम जिउडाल राम्रो, अनुहार छुट्ट परेको होस् होइन, एकदम एक्टिङमा खारिएको होस्, एकदम पुरा बढी राम्रो होस्, अनि नै हामी त्यसलाई स्वीकार्छौँ। न उसको एउटा जिउडाल छ, न एउटा केही छ, न केही छ, न एक्टिङ छ, अनि उसलाई हामीले हिरो कसरी मान्दिने त? जो जहाँ ठिक छ नि त्यहीँ बस्नुपर्छ क्या। बढी महत्त्वकाङ्क्षा भएर जम्प गर्दाखेरि नि यसरी पछारिन्छ भन्ने एउटा उदाहरण पनि। अनि एउटा फन्नी चिज पनि देखिएको थियो कि इन्टरभ्यूको क्लिप, यो पनि हेर अति फन्नी छ। बसन्त चैत 22 भोट हालिदिनु होला। सरी के
सुनेमा पोल्ट्रीले चाहिँ चिजबिजहरूलाई बुझेर आफूलाई त्यो एसेट चाहिँ गर्दो रहेछन् त्यो चाहिँ देखियो खुसी पनि लाग्यो लाग्छ नि दाइ लाज लाग्छ नि एकदम अप्ठ्यारो लाग्छ म त भर्खर झन् सिनेमा क्षेत्रमा आएको थिएँ सँगै सहकर्मीसँग भेट हुन लाज लाग्छ इभन मलाई स्वस्तिमाजीसँग भेट हुन लाज लाग्यो जोडिनु भएको छ मैले गाली खाइरहेको छु इन्टरभ्यू गर्नु छ प्रमोसन गर्नु छ काम गर्नु छ मेरो टिमसँग भेट हुन लाज लाग्यो सिङ्गो सिनेमा क्षेत्रले के सोचिरहनु भएको होला जस्तो सिनेमा बहिष्कार गर्दाखेरि मेरो प्रड्युसरहरूले के सोच्नु भएको होला ल डुब्यो भन्ने सोच्नु भयो कति कलाकारहरूको सपना जोडिएको छ एफोर्ट जोडिएको छ उहाँले के सोच्नु भयो होला अब बाहिर बसौँ भने पनि कहाँ बसौँ जहाँ पनि त्यही कुरा चर्चा भइरहेछ कहीँ रेस्टुरेन्टमा गएर कफी खाएर बस्न पनि सकिन के गरिन कि अफिस बस्ने हो कि घर बस्ने अफिसमा पनि अब कामको कुरा हुन्छ साथीभाइहरूसँग त्यो मुख देखाउने लाज भयो क्या होइन म कहाँ यार कुन समयमा आएर यस्तो पर्यो भन्ने भयो मुख देखाउने लाज भयो अनि म बाटोमा बसेर अनि बिन्दुलाई फोन गरेर बच्चाहरू सुते भनेपछि अनि बल्ल जान्थेँ कि अनि बिहान बच्चाहरू नउठ्दै म निस्केर हिँड्थेँ मेरो छोरी बुझ्ने भइसकेको छ अनि म उसँग आँखै छुटाउन सकिनँ कि मलाई त्यस्तो त्यो म तपाईँको एयरपोर्ट जाने बेलामा मलाई मान्छेहरू म जबबाट गाडीबाट झरेँ कि म फेसबुकमा त्यो गाली पढ्दै गइरहेको थिएँ कि गालीहरू यस्तो कमेन्टहरू हेर्दै गइरहेको थिएँ गाडीबाट झर्ने बित्तिकै त्यो यो गाली गरिरहेको मान्छे यही हो क्या हो त्यही हो क्या हो यही हो क्या हो यिनीहरू मलाई हान्न आइरहेका छन् क्या हो मैले यस्तो गरेको कि दाइ रिसेन्टली सिनै यस्तो भएको कि मेरो चाहिँ भनेको यति धेरै मनोवैज्ञानिक असर गर्ने रहेछ ओभरअल भन्नुपर्दा कन्ट्रोभर्सियल नचलेको चाहिँ म भन्दैन यो फिल्मलाई जस्ट फिल्मको स्क्रिप्टमा अलिकति चुकेको हुन पनि सक्छ मेबी म त फिल्म हेरेर गएन रिभ्यूहरू सुन्दाखेरि त्यस्तै आइरहेको थियो त्यस्तो त होइन होला नि त कन्ट्रोभर्सीले कति नै मान्छेलाई इफेक्ट पार्छ र के मेबी अब हुन पनि सक्छ ब्याड इन्फ्लुएन्स भयो भने जे नै हुनसक्छ तर त्यति साह्रो चाहिँ होइन होला हाम्रो नेपालीहरू त्यस्तो गर्छ जस्तो लागेन मलाई धन्यवाद यति नै सब्सक्राइब चाहिँ गरिदिनु लभ यु